Manggalam sekinam lihat. Lai. Jelas. कस्तो कलर है भाउजूको चाहिँ कस्तो मिले चस्मा लाउ न भयो यो बाटो चाहिँ Hello everyone, welcome back to my channel. This is Ritika. Don't play with it, don't be the size. अनि आजको भिडियो इज गोइङ टु बी दसैँ भ्लग बिकज आइ एम एडिटिङ होइन अनि मैले चाहिँ इन्ट्रोहरू खिचेको थिएँ बट अनफर्चुनेटली मैले डिलिट गरेछु किनभने मेरो फोनमा स्टोरेज छैन सो ह्याप्पी दसैँ एभ्री वान डिले भयो भने यो भिडियो आउन्जेल दसैँ सकिसक्छ होला ह्याप्पी तिहार सो यो भ्लगमा चाहिँ हामीले घरमा टिका लगाएको अनि हाम्रो अब छोरी चेलीहरूलाई खुवाएको सबै यसमै एड गरिदिन्छु अनि डान्स भिडियोजहरू चाहिँ मैले धेरै राख्न पाउँदिनँ किनभने कपिराइट लाग्छ सो अलि हालिदिन्छु इफ यु वान्ट फुल भिडियो देन म छुट्टै पनि हाल्छु सो लेट्स कन्टिन्यू भ्लग अब सो यो स्याउ चाहिँ कति रातो हामी चाहिँ टिकाको लागि प्रेप गर्दैछौँ अनि दक्षिणा फलफुल टिका जमरा फलफुल अब चाहिँ we are ready Sabra manggalam sekinam lihat. चल्ने गाह्रो Ini. बिजोरै छ त 5 रुपैयाँ न Lai. Sabra manggalam sekinam. Sastanam sekinam. Pragatinam. पुलिस सुरक्षा चयातर्फ यार्या जे काम गरेको पनि राम्रो होस् स्वस्थ होस् आँटेको सोचेको सबै पुगोस् ल लाग्छ मेरो आशीर्वाद त फरकै पर्दैन ल है ल व्रत बसेछ सोचेको सबै पुरा होस् आँटेको कुरा होस् स्वस्थ होस् होइन सबभन्दा राम्रो त्यही हो के भनिदियो जिल्ला जिल्ला ल जम्मा बा मोबाइल होल्डर अंके गयो क्लियर ओभर लिफ्ट क्लियर भयो 5 ठीक छ मम्मीको बालुवा टिका ल्याइदिने Mahanya wana sa Diyos sa lulo. Sanasan mo dyan na yun. Uy, sana maraming magkatid sa sada.
लकी 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 त दुब्लाएछ त हो है अस्ति त कस्तो डेन्जर मोटेर थियो अहिले त अर्कै भएछ यो त जर्मन सेल्फर यत्रो ज्याक भएर कस्तो बहाल्दिन्छ यसले त मासु खाँदैन यो त भेज हो मिसमाले मिस गरिरह होला यसलाई मलाई पछि राखिदिन्छु खै यहाँ देखा लकी टेडी बियर बोके जस्तो भयो कस्तो कलर यसको मेरो सेम नि छिपी गयो हालिदिए भिडियो हामी चाहिँ तास खेलेर अब खानु लागेको भात खानु लागेको भात अनि त्यसपछि फेरि तास खेल्ने अब फेरि के गर्ने डाटा छ भाउजूको चाहिँ कस्तो मिलेर रहेछ मेरो अनि दाइको चस्मा लाऊ न
रमाइलो छोरो नमस्ते यो घरको कान्छी छोरो पहिरो खस्दैछ भाइ कस्तो डेन्जर टाढो केही छैन त्यस्तो दामी दामी भ्यू देखाउँछु देख्यो भने तर एकदम खुसी लागिसक्यो अहिले नै फाइनली यो बाटो चाहिँ चितुवा नि आउँछ बाघ नि आउँछ जे जस्तो सबै आउँछ जङ्गलै जङ्गल छ हामी चाहिँ पिङ खेल्न आएको बट पुरा हुस्सु लाग्यो अबि झन्डै लडे यता रहेछ ला भ्यू नै नदेख्नु भयो पुरा हुस्सु लाग्यो पुरा हुस्सुले केही भ्यू देखेन नभए क्या बबाल भ्यू देखिन्थ्यो यहाँबाट पिङ खेल्यो यहाँबाट कस्तो मजाले भ्यू देखिन्थ्यो आज चाहिँ हुस्सु लगाएर केही देखेको छैन अब हामी जान्छौँ गाइस यहाँ चाहिँ एकैचोटि हुस्सु लाउँछ केही भ्यू स्यू देखिँदैन अब हामी नेक्स्ट टाइम पनि आउँछौँ घाम लाग्यो बेलामा यति पिङ छ रहेछ भने उडी लगाएर हो मैले 500 को उडी लगाएर आएको हाम्रो फेभरेट स्पट यताको ब्याक भ्यू चाहिँ यस्तो छ यस्तो पनि बस्ने ठाउँ छ कस्तो जाडो भइसक्यो हामी चाहिँ गएको अब अर्डर हाम्रो प्याकिङ लिएर यस्तै फर्केको त मुन त क्या दामी देखिरहेछ आँखा देखाएको देखिँदै मुन पनि छ